स्वागत छ सबैलाई फेरि पनि मजाको गफ गफमा। म प्रशान्तसँग ख्यालठट्टा हामीले धेरै नै गरिसक्यौँ। ख्यालठट्टालाई पछाडि छाडेर आज हामी आइपुगेका छौँ प्रधानमन्त्री निवास बालवाटारमा र आज हाम्रा अतिथि हुनुहुन्छ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईजी। नमस्कार बाबुराम भट्टराई। नमस्ते नेपाली जनताहरू र लाल सलाम मेरा कमरेड साथी। अनि उहाँ चाहिँ धेरै देखिरहनु भएको को हुनुहुन्छ? उहाँ धेरैले भन्ने गर्छन् कि मलाई रिस उठ्दैन भनेर, तर मलाई पनि रिस उठ्ने गर्दछ। तर मेरो रिस पोख्ने तरिका अलिक पृथक छ। त्यसैले मैले हाम्रा भाइ सुकुनारायणलाई मेरो रिस अनुवाद गर्ने कामको लागि भर्ती गरेको छु र मुख्यतः सुकुनारायणले मेरो रिस पोख्ने काम गर्दछन्। नमस्ते। नमस्ते हजुर। पहिलो प्रश्नबाट सुरु गरिदिइहालौँ प्रधानमन्त्रीज्यू। भारतीय सीमा अतिक्रमणको कुरा बारम्बार चर्चामा आइ नै रहेको हो, तपाईँलाई पनि थाहा नै होला। अस्ति मैले एउटा डकुमेन्ट्री पनि हेरेको थिएँ। उता सीमातिरका नेपालीहरू सुत्दाखेरि नेपाली भएर सुतेछन्, नेपालमै सुत्या रहेछन्, उठ्दाखेरि त इन्डिया भइसकेको अरे। डकुमेन्ट्रीमा देखेँ मैले। त्यसको तपाईँको के धारणा छ र त्यसमा के कदम चाल्दै हुनुहुन्छ त्यसको हाम्रो सीमा प्रोटेक्ट गर्न? भारतीय सीमा अतिक्रमणको कुरा हामीलाई पनि थाहा भएकै कुरा हो। यसबारेमा चाँडोभन्दा चाँडो ठोस कदम चाल्नुपर्छ भन्ने हामीलाई लागेको छ र आगामी महिना मेरो हुन लागेको भारत भ्रमणमा भारतीय उच्च निकायसँग सम्बन्धित अधिकारीहरूसँग यस सीमा अतिक्रमणको बारेमा म यो कुरा जोडतोडका साथ राख्नेछु। साला धोतीको छोराहरू, तिमीहरूले सोझो नेपाली जनतालाई हेपेर हो त्यो बोर्डर अगाडि सारेर ल्याउँछ। तिमीहरूको चाहिँ मास्टर प्लान थाहा छैन हामीलाई? मास्टर प्लान बिस्तारै बिस्तारै गरेर अलिअलि जमिन अगाडि सारेर बोर्डर अगाडि सारेर नेपालको देशलाई इन्डियाको बनाउने प्लान गर्ने तिमीहरूले। बनाउलास् तिमीहरूले इन्डिया। तिमीहरूले भोलिबाट 1 इन्च मात्र बोर्डर सार्न तिमीहरूको म बाउको बिहा देखाइदिन्छु। बाउको बिहा बुढी चारो ल्याइदिन्छु। बुढी चारो। हजुर त्यो त ठिकै छ। अब दोस्रो प्रश्नतिर पनि लागौँ हामी, होइन? तपाईँका माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीका सुपुत्र अस्ति सगरमाथा चढ्नलाई तपाईँले 2 करोडको बजेट निकासा गर्नुभयो अरे, तर पछि जनता र विपक्षी पार्टीहरूको दबावमा आएर उहाँले फिर्ता त गर्नुभयो अरे त्यो पैसा। सुन्दा त ठट्टा लागेको थियो, तर किन हो यस्तो खास? हेर्नुहोस्, हाम्रा पार्टी अध्यक्ष कमरेड प्रचण्डज्यूका सुपुत्रले शान्ति अभियान लिएर सगरमाथा चढ्छु भन्दा त्यसलाई म कसरी नकार्न सक्छु र? शान्तिको लागि यो अभियान भएकोले मैले उहाँलाई राज्य कोषबाट 2 करोड रुपियाँ निकासा गरिदिन्छु भनेर भनेको थिएँ। त्यही पनि उहाँले अन्तिममा आएर मेरो यो अनुदान स्वीकार्नु भएन। त्यसको बढी पैसा दिएको छ सगरमाथा चढ्नलाई। त्यसलाई नेपाली जनताले कर तिरेर राखेको पैसाले त्यो सगरमाथा चढ्ने त्यसले सगरमाथा चढ्ने भने त्यसले सगरमाथा चढेर शान्ति आउने भए त मैले सगरमाथाको टुम्पोमा घर बनाउँथेँ। टुम्पोमा भाउ चाहिँ करोडौँको महलमा बस्छ। छोरा चाहिँ करोडौँ खर्च गरेर सगरमाथा चढ्ने। सगरमाथा चढ्न सहिलो छ कि क्या हो? साले कुकुर सगरमाथा चढ्ने भनेको त्यो नौरकोटे धारा चढ्ने जस्तो हो कि क्या हो? खाइदियो हो? ठिकै हो, ठिकै हो। ल अर्को प्रश्नतिर लागौँ होइन हामी। अब शिला के रे, स्काई डाइभ गर्न जान्छु रे। हेर म अहिले अन्तर्वार्ता दिँदैछु, म अहिले भ्याउँदिनँ, बुझ न। मरेर ल्याउँछ त्यो, मरेर ल्याउँछ। 50 वर्षको बुढी भएर ल्याइसक्यो त्यसलाई के मात्र गर्नुपर्ने हो? त्यसलाई ल कहिले राफ्टिङ गरेर ल्याउने रे? कहिले हाइकिङ गर्ने रे? हाइकिङ त्यसले कहिले के गर्छ, कहिले के गर्छ? त्यो अब स्काई डाइभिङ गर्ने। तै जा स्काई डाइभिङ गर। मरेर ल्याउँछ त पनि। मर्छ तिमी, मर्छ। होइन होइन, कहाँ तिमीलाई भन्नु? उसले सुकुनारायणले आफ्नो स्वास्नीलाई भनेको नि। कहाँ तिमीलाई त्यस्तो भन्छ सुकुनारायणले? जाऊ न जाऊ, तिमी स्काई डाइभ गर। मैले अहिले अन्तर्वार्तामा भए पनि मेरो पूर्ण समर्थन छ तिम्रो लागि। जाऊ न जाऊ है। ल ल। हजुर, तर त्यही कुरामा मलाई चाहिँ कस्तो लाग्छ भने पर्यटन मन्त्री हुनुहुन्छ उहाँ इसलाई एमजी। पर्यटन मन्त्री भएको नाताले उहाँले जे गरिरहनु भएको छ हाम्रो टुरिज्मलाई प्रमोट गर्नलाई नै गरे हो कि जस्तो लाग्छ। राम्रो कुरा हो, कदर पनि गर्नुपर्छ। अनि अर्को कुरा फेरि नेपाल जस्तो देशमा नारी भएर उहाँले जति साहस देखाएर यस्ता धेरै कुरामा लागिराख्नु भएको छ, ठिकै लाग्छ। मलाई राम्रै गरिराख्नु भएको जस्तो लाग्छ। तपाईँले भनेको कुरा पनि ठिकै हो। इन्टरभ्यू लिने मान्छे चुलाएर बस, खुर्रे आफ्नो काम गर्छ। अर्काको पारिवारिक मामलामा हस्तक्षेप गरेर ल्याउँछ। त्यो बुढीले यसरी गर्छ भनेको त थाहा गरेर ल्याउँछ। त्यो बुढीलाई मारेर पठाएर
ठिकै छ, त्यो कुरा त ठिकै कुरा गर्नुभयो। तर एउटा प्रश्न सोध्न मन लागिरहेको थियो संविधानको बारे। संविधान बन्ने दिन पनि धेरै नजिकिसक्यो। अब वैशाख 21 को 5 बुँदे सहमति अनुसार तपाईँ नयाँ मन्त्री परिषद बनाउँदै हुनुहुन्छ। फेरि अर्को हातमा एमाले तत्काल मन्त्री परिषदमा नआउने कुरा छ हैन। संविधानको सपना यति नजिक हुँदा पनि धेरै टाढा जस्तो महसुस भइरहेछ मलाई, सारा जनतालाई। किन हो यस्तो, के भइरहेछ त्यसमा? अब म प्रधानमन्त्री भएर बालुवाटार आएदेखि यो संविधान निर्माणका कार्यलाई मैले एकदम प्राथमिकताका साथ लिएको छु र हामी सबै दलहरू पनि मिलेर यो संविधानको निर्माणको कार्यलाई छिटोभन्दा छिटो सकाउनुपर्छ भन्ने कुरा पनि सहमति भएका छौँ। तर जुन यो 5 बुँदे सहमति छ त्यसका केही बुँदाहरूमा हाम्रा एमाले साथीहरूलाई असन्तुष्टि भएको रहेछ र सबै कुराहरू हाम्रो वार्ताबाट समाधान हुन्छ भन्ने मलाई लागेको छ र हामी छिटै एमालेका साथीभाइहरूसँग वार्ता गरेर यी कुराबाट निकास खोज्नेछौँ र अवश्य पनि हाम्रो यो संविधान निर्माणको कार्य छिटोभन्दा छिटो निकास पाउनेछ भन्ने मलाई लागेको छ। मामपको मर्न नसकेको नेताहरू संविधान बनाउने जस्तो महत्त्वपूर्ण काममा पनि केही छुस्केर हुन्छ। सालाहरू यस्तो सानो देशमा भुस्या कुकुरहरू भन्दा पनि सभासदहरू धेरै छन्। यत्रो सभासदहरू मिलेर कसरी बनाउँछ संविधान? संविधान बनाउने हातहरू सबै पैसा सोरेर खल्तीमा हालै ठिक छ, बनाउँछ संविधान। अब पनि जेठ 14 गतेभित्र संविधान बनेर भने सबै नेताहरूलाई लाइन राखेर खोट्टा हान्नुपर्छ तालुमा, खोट्टा। के भन्छ यो सुकुनारायण? त्यस्तो पनि कहाँ भनेको मैले? यो तपाईँको रिस पोखेको होइन, मैले सारा नेपाली जनताको रिस पोखेको, मैले सारा नेपाली जनताको। कहाँ भयो कट। हजुर प्रधानमन्त्रीज्यू, अब अन्तिमतिर आइसक्यौँ र अन्तिम प्रश्न मैले बचाएर पनि राखेको थिएँ। धेरै नै महत्त्वपूर्ण कुरा सोध्न चाहँदैछु तपाईँलाई र एउटा प्रश्नमा नै धेरै कुराहरू छ यसमा। अलिकति के विचार छ तपाईँको सोधौँ भनेर। अखण्ड नेपालको कुरा गरौँ, हामी अखण्ड नेपाल भन्छौँ, तर अहिले सभासदमा संविधान बन्दैछ। सभासदले पनि के ट्राई गर्दैछ भन्दाखेरि जातीयताको नाममा धेरै प्रदेशहरूमा छुट्याउने कुरा भइरहेछ अहिले हैन। तपाईँहरू सबै आम जनता सबैजना मिलेर गरेको आन्दोलन, त्यसबाट तपाईँहरू आउनुभयो माओवादीहरू, सबैजनाले मिलेर गरेको कुरालाई अहिले फेरि टुक्राउँदाखेरि त्यो अस्तित्व हुन्छ नि हाम्रो अखण्ड नेपाल भनेर हामी जति गौरव गर्छौँ त्यो अस्तित्व नै रहँदैन कि जस्तो पनि लाग्छ मलाई। फेरि धेरै यस्तै कुराहरूमा अस्ति मैले सुनेको थिएँ, एउटा प्रपोजल आएको थियो सभासदमा, देशको नामै चेन्ज गर्ने भनेर, सगरमाथा राख्ने भन्ने कुरा पनि आएको थियो। त्यस्तो कुराहरू अनि त्यही जातीयताको नाममा देशलाई विभाजन गर्ने कुरामा चाहिँ तपाईँहरूको पोइन्ट मैले सुनेअनुसार चाहिँ सबै जातिहरूलाई एउटा अस्तित्व होस्, उनीहरूको आइडेन्टिटी सेपरेट आइडेन्टिटी होस् भनेर गरिराख्नु भएको भन्ने सुनेछु। तर नेपालमा त धेरै नै जातिहरू छ नि। तपाईँले नेवारलाई दिनुहुन्छ होला, लिम्बूहरूलाई दिनुहुन्छ होला, बाहुन छेत्रीहरूलाई दिनुहुन्छ होला, तर अरू धेरै जातिहरू पनि छन् त, उनीहरू पनि उठ्छन् नि। कतिवटा भागमा विभाजन गर्ने त नेपाललाई? कसरी, के भइरहेछ कुराहरू? हाम्रो नेपाल अखण्ड नेपालको अस्तित्व के रहनेछ त? यो कुरा अझै पूर्ण रूपमा भइसकेको कुरा होइन र हाम्रा सभासद साथीहरूले निकाल्नु भएको कुरा मात्रै हो र यस विषयमा हामी छलफल गरिरहेका छौँ। यो अझै भइसकेको छैन। गर्छ यिनीहरूले, गर्छ। यो साला नेताहरूले त्यत्रो जनताको रगत बगाएर हामीले यत्रो लोकतान्त्रिक गणतान्त्रिक नेपाल गर्ने कहिले नेवार भनेको छ, कहिले बाहुन भनेको छ, कहिले मधेसी भनेको छ, देशलाई टुक्रा गरेको छ कुकुरहरू। सालेहरूले देशको झन्डा चेन्ज गर्ने, देशको नाम चेन्ज गर्ने अरे, खाली जातीय कुरा गरेछ। गणतान्त्रिक लोकतान्त्रिक नेपाल भनेको सिङ्गो नेपाल हो। पृथ्वीनारायण शाहले बनाएको नेपाललाई एक्लो सिङ्गो नेपालमै रहनुपर्छ।